Hello guys, welcome back to a next vlog of our trip day 1. हिजो डे 1 भनौँ न, आज डे 1 नै भनौँ, नेक्स्ट भ्लगमा भनौँ। अब डे 2 त भोलि हुन्छ हैन, डे 2 आज हैन केटा हो, आज डे 1 हो नि। हिजो त भर्खर हामी हिजो आज भर्खर पुग्यौँ हामी। आधी टिम उता छन्, आधी टिम यता, त्यहाँ भयो सरहरू उता हुनुहुन्छ, यो साथीहरू छन्। आधी उता हिँडिसके, म चाहिँ यता गाइज हेर्नु चार्जको कारणले गर्दा पावर ब्याङ्क त बोकेको छ कि तर पनि अहिले भ्लग गर्नु लामो नभनौँ, सर्टै बनाऊँ होइन, सर्टकट। अहिले हामी लुम्बिनी घुम्न जाँदैछौँ होइन, गौतम बुद्ध हाम्रो गौतम बुद्ध हाम्रो हामी उहाँलाई गड भनेर उहाँलाई हामी पूजा गर्ने गर्छौँ। त्यसमा उहाँले चाहिँ होइन अब तपस्या गरेर उहाँ चाहिँ एकदम असल मानिस थियो, उहाँ चाहिँ होइन वीर पुरुष हुनु त। अनि हाम्रो नेपालले चिनाउने महान व्यक्ति हुनु त्यसैले हामीले उहाँलाई भगवानको रूपले हामीले उहाँलाई पूजा गर्छौँ नि त। त्यही भएर हामी चाहिँ उहाँको बारेमा होइन बुझ्नलाई होइन कस्तो इतिहास छ, उहाँले कतिसम्म पैदा टेकेका थिए, कहाँ बसेर उहाँले तपस्या गरेका थिए होइन, कति दिनसम्म उहाँले गरेका थिए, के गरेका थिए, सबै उहाँको बारेमा सबै हामी आज डिटेल जानकारी प्राप्त गर्छौँ। र हाम्रो साथीभाइ पनि यता छन्, आधी यता आधी उता, सब छरियो त हौ, सबै छरियो छु। ल अब यहाँबाट यही यसमा राख्नु ल। अब हिजोको भ्लग त पोस्ट पनि भएको छैन, के भएको छैन होइन, डाइरेक्ट अब घर मात्रै एडिट गरेर मात्रै पोस्ट हुन्छ। प्लेट सो अब लुम्बिनी ठ्याक्कै अब त्यहाँ मन्दिर पुगेपछि चाहिँ म यो बाटो हो, यस्तो बाटो छ। सो अहिले चाहिँ म यहाँ पुगे बसेर म फेरि भ्लगलाई कन्टिन्यू त्यहीबाट म गर्नेछु ल। त्यही भएर म कन्टिन्यू गर्छु अहिले। अब के भन्नु, भ्लग अब कन्टिन्यू केही आउँदैन मलाई, घुम्ने फिर्ने त बनाउनु घर घरमा के भ्लग केही न केही, अनि महिनै हुन्छ भ्लगै आउँदैन, के सानो केही किन्ने कन्टेन्टै हुँदैन। थ्याङ्क यू ब्रदर। सो त्यही हो कि। अनि अब साथीहरूसँग लास्ट ब्याच अब आज होइन, योपालि घुमघाम गर्ने म, अर्को वर्ष त कहाँ होइन त सागरी केटा हो यता साथीहरू हाम्रो यो हाम्रो एकदम टपर दोस्त हो हाम्रो साथी क्लासको होइन। के बोल्दै दोस्त हामी कहाँ हिँडेको अरे, हामी कहाँ हिँडेको, कता कुन मन्दिर हिँडेको भन्? ए महादेवीको। हाम्रो ग्रुप आधी उता छन्, आधी यता छन्। सो यही हो ल, मन्दिर गयो पछाडि त्यही देखाउँछु तपाईँलाई भ्लग राम्रोसँग। खोइ गुरुबा त हाम्रो गुरुबा त उतामा पर पुगिसक्नु भएको छ। ओके ल, टु बी कन्टिन्यू होइन। अहिले मन्दिर पुग्छु बनाउँछु फेरि लामो हुन्छ कि, त्यही भएर सर्ट बनाइदिउँ भनेको। यो गुम्बा हेर्नुभयो, यो गुम्बा यो जुन नि श्रीलङ्काले बनाएको अरे कि, तर यहाँबाट चाहिँ छिर्न मिल्दैन अरे कि, तर यहाँबाट चाहिँ अब हामी यहाँबाट सिधै जानुपर्ने हुन्छ सिधै। ल अब त्यहाँ पुगेपछि म फेरि देखाउँछु तपाईँलाई। ठ्याक्कै हामी होइन लुम्बिनीभित्र प्रवेश गर्छ कि हेर्न सक्नुहुन्छ तपाईँको मेरो भ्लगबाट लुम्बिनीको दृश्य हेर्न सक्नुहुन्छ। सरी है त, घामले गर्दाखेरि यस्तो भएको होला कि क्यामेरा अलिकति, त्यो त ठिकै छ होला, देखिन्छ राम्रोसँग होला नि होइन त। द लुम्बिनी वर्ल्ड पिस एन्ड हार्मोनी भिजिटर सेन्टर जे बनाएर चाहिँ गाइस होइन, हाम्रो गौतम बुद्ध जन्मेको हुर्केको ठाउँ हाम्रो देशको होइन, यही हो गाइस होइन। तपाईँहरू यहाँ घुम्न आउनु भने नि, यहाँ घुम्न आउनलाई तपाईँलाई 2 दिन लाग्छ, 2 दिन लाग्छ यहाँ आउनु, यहाँ घुम्नलाई, पुरै प्लटिङ घुम्नलाई। ए भर्खर हामीलाई सरले भन्नुभएको होइन, म त यहाँ फर्स्ट टाइम हो, कहिले आएकै छैन। सबै मान्छे आज त देउस टन्नै भिड छ। ए उतानी रहेछ, टन्नै छ लुम्बिनीको टुर योपालि। अब इन्ट्री फी कसो के हो थाहा छैन यार, हामी त्यतिकै बोक्न जाँदैछौँ त हौ। जङ्गल छ यतातिर, यसो छ ऊ त बस्ती दामी रहेछ त हौ। हो यहाँ चाहिँ त्यहाँ छ यसरी बुद्ध भगवान् यस्तो छ नजारा हाम्रो लुम्बिनीको। मैले युट्युबमा खोजे अनुसार भेटे अनुसारको फोटोहरू तस्बिरहरू
उस्तै उस्तै छ ज्याकेटै गर्मी हो कि ब्यागमा हाल्नुपर्छ तर अब भित्र टिसर्ट छिर्दाखेरि गर्मी होला के होला जस्तो फिल भयो त्यही भएर गएको यहाँ चाहिँ बोटिङ गर्ने ठाउँहरू रहेछ आनन्दको रहेछ बोटिङ गर्ने ठाउँहरू सब यहाँहरू सबजना यहाँ आइपुगिसक्यो बोटिङ गर्ने ठाउँ रहेछ यस्तो रहेछ आनन्द रहेछ पासम्म त के जाने अब हामी छौँ होइन यहाँ भेला हुने कुरा निरै भइरहेछ यहाँ अगाडि अब हामी ग्रुप चाहिँ यहाँबाट अगाडि नबढ्नु होला है सर हाम्रो ग्रुप यहाँबाट अगाडि नबढौँ मैले हाम्रो निडै आउनु छ यस्तो छ अहिले म उतातिर देखाउँछु म अहिले यहाँ यसो यहाँखेरि सानो फोटो लिने कि हामी ग्रुपिङ फोटो त्यसपछि हामी उता लाग्ने भन्यो निर्णय भयो ल यता अहिले फेरि भेटौँला कन्टिन्यू यहाँबाट फोटो खिच्यो क्यामेरा चाहिँ लगाउ सक्यो होइन यहाँबाट फोटो खिच्नु सक्यो अब यहाँबाट अगाडि बढ्ने निर्णय भयो हाम्रो यहाँबाट अब अगाडि कहाँसम्म बढ्ने हो ए ग्रुपिङ आज पुरै भिड छ है अझै फाटाफुटा भिड छ पुरै भिड छ यस्तो भिड छ है यसो नजारा अहिलेको अगाडि जाउँ न उता सरहरूले अलिक के भन्नु छ त्यतिखेर त जाने साथीहरू त गइसक्यो जाउँ गइदिउँ हेरिदिउँ यसो हेरिदिउँ यतातिर तपाईँलाई मैले देखाइदिइहालेँ यताको पुरै होइन हेर्नु भिडियो राख्नु तपाईँले यताको हेर्नु यताको लास्ट हेर्नुहोस् त्यो साइडमा त्यो बनाएको छ नि हाम्रो श्रीलङ्काले हाम्रो दिमागमा आएर बनाएको जुन सिङ्गाले बनाएको जुन छ त्यो देखाउनु छु टुप्पो छ नि टुप्पो त्यो लाखो छ नि यहाँ यही हो गौतम बुद्धको मेन बलिया छ नि त्यही हो त्यो बोटहरू हो होइन त्यो छ नि त्यो बोट त्यहाँ देखाउने तपाईँलाई म गएर सबैले म यहाँ छु अनि म यहीँ छु बसिरहेको छु आनन्दले अब यहाँ फोटो खिचिन्छ त्यसपछि त्यो श्रीलङ्काको जुन छ नि आज लुम्बिनीको दृश्य तपाईँले हेरिहाल्नुभयो होइन अब चाहिँ पालो रह्यो हाम्रो त्यो श्रीलङ्काले बनाएको है त श्रीलङ्काले बनाएको हेर्ने त्यस पछाडि सकिन्छ त्यस पछाडि म भ्लग आजको यही कन्टिन्यू गर्छु अनि त्यसपछि भोलि चितवन दर्शन निकुञ्ज हेर्न जाने त्यस पछाडि गोर्खा जाने गोर्खा गएपछि गोर्खामा चाहिँ मेन कुराहरू जुन छ कृष्णनारायण शाहले हाम्रो नेपाललाई के कारण गरेर एउटा सिङ्गो नेपाल बनाउनु भएको अब कृष्णनारायण शाह हाम्रो राजा हाम्रो गोर्खाका राजा उहाँले बनाउनुको सबै सम्पूर्ण कुराहरू हामी हेर्छौँ त्यहाँ गएर त्यस पछाडि हामी शनिबार बेलुका हामी बिहान हिँड्छौँ घरबाट अनि यहाँबाट घर अनि बिहान आइतबार बिहान अथवा बेलुकासम्म पुग्छौँ होला घर त्यही हो ग्रुपिङ सब छुटिसक्यो कहाँ जाने के गर्ने कसले फोटो खिचिन्छ मेरो त मूर्तिमा फोटोसोटो खिचेँ अब यहाँ चाहिँ काशी मुनि चाहिँ यसो शीतल रहेछ त्यही हो यहाँ चाहिँ अलिक फोटोसुट हुने कार्यक्रम चाहिँ बेसी रहेछ त्यहाँ पनि लुम्बिनी भनेर लेखेको छ पोखरी रहेछ एउटा सानो पोखरी अनि त्यो के म्यासेज आयो फेरि कसलाई मेरै हो र होइन यहाँ चाहिँ लुम्बिनी भनेर लेखाएको छ यहाँ पनि सरी अनि यहाँ पनि त लुम्बिनी भनेर लेखाएको छ त्यति नै हो यहाँको केही थिएँ केही छैन त यहाँ केही दुई दिन लाग्छ भने देखायो भने केही त छैन हौ रमाइलो भन्ने पल्ट के सो आँखा पनि बिजी छन् के गर्ने होला हौ यताबाट निस्किनु पर्यो ल उताको उयसमा देखाउँछु तपाईँलाई मेन एरिया रहेछ यतातिर होइन यतातिर यस्तो मेन एरिया रहेछ यतातिर भिडियो गर्नु मिल्दैन कि तर म लुकाएर भिडियो फोटो बनाइदिएको छु होइन ल यता गाइज ल उता त केही पनि थिएन ल यही हो यस्तो छ यही हो ल हेरिहाल्नु सबैजना ल लुम्बिनीभित्र चाहिँ भित्र जाँदाखेरि चाहिँ पुरानो वस्तुहरू भेटिँदो रहेछ त्यहाँ यहाँभित्र जाँदाखेरि फोटो बनाउनु मिल्दो रहेछ त्यो मैले बनाएन गएको थिएन उता त मैले उतापट्टिको चित्र मैले तपाईँ देखाएको यताको पनि क्लिपहरू यहाँ पुरानो स्टेजहरू छ सबै यहाँनिर पुरानो इटाहरू स्टेजहरू छ सबै पुरानो यहाँ चाहिँ के भने उहाँ अघि मैले चप्पल राख्ने ठाउँ देखाएको थिएँ त्यो उतो देख्नु त्यो हेरेको उतापट्टि चप्पल राख्नु हुन्छ जुत्ता चप्पल राख्नु मिल्दो रहेछ अनि खालि एउटा आउनुपर्ने रहेछ यसरी जम्मा सबै खोलेर अनि सबै यस्तो मजाले घेरेको छ
सो यही हो, यति नै छ। बुद्धिस्ट हो नि त, बुद्धिस्टमा यस्तै सबै सँगसँगै सोधाएको चाहिँ यही हो। मेडीको दृश्य तपाईँ हेर्न सक्नुहुन्छ भिडियो मेरो ल लाइक कमेन्ट सेयर गर्नु। आजको भिडियो यही हो। सो अब चितवनको ब्लग भोलि आउने छ। लाइक कमेन्ट सेयर सबै गर्नु ल। म चाहिँ यसरी छु अब फोटो पनि खिच्छु अलिअलि ल। ल आई लास्ट ब्लग युट्युब मेमोरी फर